नमस्ते, म एलपी। आज मेरो साथमा हुनुहुन्छ नेपाल कम्युनिस्ट पार्टीका सुर्खेत क्षेत्र नम्बर 2 का उम्मेदवार दाइ जगबहादुर सुदीप मल्लज्यू। उहाँसँग म सहज सानो थोरै कुरा गर्दैछु। दाइ, तपाईँलाई स्वागत छ। हस्, धन्यवाद। तपाईँलाई मैले एउटा प्रश्न के गरेँ भने, तपाईँ सुर्खेत क्षेत्र नम्बर 2 विशेष गरी उम्मेदवारमै हुनुहुन्छ, उम्मेदवार दिँदै हुनुहुन्छ। तपाईँले सुर्खेत क्षेत्र नम्बर 2 मा देखेको त्यस्तो अरू उम्मेदवारभन्दा फरक मैले चाहिँ यसरी काम गर्न सकेर मैले सुर्खेत क्षेत्र नम्बर 2 लाई पृथक विकासको मोडलमा लैजान सक्छु भन्ने के छ तपाईँसँग आधार? त्यस्तो मैले मेरो राजनीतिक जीवनका 30 वर्ष जनतासँगै बिताएको छु। जनताका दुःख, जनताका पीर, जनताका अप्ठ्याराहरू मैले बुझेको छु र त्यसलाई अभिव्यक्त गर्ने स्पष्ट नीति, योजना र कार्यक्रमहरू हामीले बनाएका छौँ। त्यस आधारमा सुर्खेतलाई बुझ्ने सबभन्दा पहिला सुर्खेत क्षेत्र नम्बर 2 लाई बुझ्ने कुरा ठुलो कुरा हो जस्तो लाग्छ। सुर्खेत क्षेत्र नम्बर 2 अभाव, गरिबी, बेरोजगारी, असमानता, विभेद, यी थुप्रै व्यवस्थाका बावजुद, यी विवश हुने परिस्थितिका बावजुद, चुनौतीपूर्ण परिस्थितिका बावजुद एउटा अपार सम्भावना बोकेको, एउटा नयाँ आशा जगाउन सकिने, जनतामा नयाँ विश्वास पैदा गर्न सकिने यो क्षेत्र हो। यस अर्थमा हाम्रो उम्मेदवारी छ र उम्मेदवारी सँगसँगै यो एजेन्डा लिएर हामी जनताको बिचमा गएका छौँ। तपाईँलाई यहीमा मैले एउटा के सोधेँ भने, तपाईँको घर सुर्खेत तरङ्गा होइन, तरङ्गा अहिले पछिल्लो चरणमा वीरेन्द्रनगरमै बस्नुहुन्छ होइन। अधिकांश मान्छेको गुनासै भनौँ न, सुर्खेत यो गिरिगाडभन्दा यताको मात्रै उम्मेदवार छ, उताको छैन। उहाँहरूले सुर्खेत भनेको वीरेन्द्रनगर मात्रै सम्झिनु भएको छ। पश्चिम तालागाउँ चौगुनेको त्यो गाउँ, त्यो ठाउँ कसैले बुझेको छैन। त्यसलाई बुझ्ने उम्मेदवार चाहियो भन्ने आधार गुनासोहरू छ। तपाईँलाई चाहिँ त्यो तालागाउँ, त्यो पश्चिम, त्यो भूगोल बुझ्ने, जस्तै म त्यसलाई चाहिँ यसरी गर्न सक्छु भन्ने कुराहरू चाहिँ केही फरक खालको छ? होइन, म धेरै समय पश्चिममा बिताएको छु। मेरो राजनीतिक जीवन, मेरो जन्म पश्चिममा भयो र राजनीतिक जीवनको जन्म पनि पश्चिमबाटै भएको। किनकि विद्यार्थी राजनीति गर्दा, विद्यार्थी अभियानहरू लिएर, सांस्कृतिक अभियानहरू लिएर पश्चिमबाट काम गरेको हुनाले मेरो के छ भन्दाखेरि, मलाई के लाग्छ भने म पश्चिमकै हुँ र पश्चिमसँग अन्तर्घुलन भएको छु। मलाई पूर्ण विश्वास छ, म पश्चिम चौकुनेका प्रत्येक गाउँहरू, टोलहरूसम्म म पुगेको छु। अहिले होइन, आजभन्दा 20 वर्ष अगाडि नै पुगेको छु र बिचबिचमा प्रत्येक पटक गएको छु। रेक्चाको खानेपानीको समस्या पनि मैले नजिकबाट देखेको छु। यस्ता थुप्रै गाउँहरू छन् जहाँ पानीका समस्याहरू छन्, रोजगारीका समस्या छन्, कृषि सम्बन्धी सिँचाइका समस्याहरू छन्। थुप्रै समस्याहरूका बावजुद अहिले पनि मतदाता भेट्न हामी गयौँ भने अधिकांश मतदाताहरू इन्डियामा हुनुहुन्छ, वैदेशिक रोजगारीमा हुनुहुन्छ। यो बाध्यात्मक यथार्थलाई मैले राम्रोसँग नजिकबाट बुझेको छु। त्यस कारणले गर्दाखेरि फेरि यसलाई बदल्नुपर्छ। फेरि यी समस्याहरू देखेर हामी पछि हट्ने होइन, यसलाई बदल्नुपर्छ। बदल्नका लागि यो निर्वाचन र यो निर्वाचनमा गर्ने सङ्कल्प मात्रै होइन, विजय भएर अगाडि बढिसकेपछि यसलाई बदल्नका लागि ठोस पहल कदमी लिन सकिन्छ र सक्नुपर्छ भन्ने मेरो मान्यता हो। अनि एउटा अर्को के कुरा सोधेँ भने, जस्तै पुराना दल भनौँ अथवा पुराना नेता भनौँ, यीप्रति नेपाली जनता असन्तुष्टि छ होइन, आक्रोश छ। यसलाई तपाईँले नजिकबाट हेर्दाखेरि, तपाईँको दृष्टिकोणले, तपाईँ पार्टीको उम्मेदवार नभइकन आम नागरिक, स्वतन्त्र नागरिकको हैसियतले तपाईँले हेर्दै गर्दा यो जनताले नेताहरूप्रति भएको, पुराना दलहरूप्रति भएको असन्तुष्टि पद र जुन त्यो एकदम सत्ता समीकरणको हो, अथवा यसलाई चाहिँ परिवर्तनको सङ्कल्पका रूपमा हेरेका थिए? एलपीजी, तपाईँले भनेको कुरा सत्य र यथार्थ हो कि पुराना दलप्रति जनताको आक्रोश छ, असन्तुष्टि छ र अरुचि पनि छ। हामी ती पुराना दलभित्र परेनौँ, हामी नयाँ दल भएर आयौँ। पुराना दल मध्येबाट पनि हामीले राम्रो गर्ने कोसिस गरेका थियौँ। पछिल्लो पटक प्रचण्ड प्रधानमन्त्री हुँदाखेरि उहाँले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने, अनियमितता र तस्करहरूलाई नियन्त्रण गर्ने, कारबाही गर्ने जुन प्रक्रिया अगाडि बढाउनु भएको थियो, जेनजी विद्रोह मार्फत अभिव्यक्त भएको नेपाली जनताको आक्रोश र परिवर्तनको चाहनालाई पक्रेर, त्यसलाई बुझेर हामी नयाँ बन्यौँ। हामी पुराना मूल्य मान्यतामा रहेनौँ र हामीले नयाँ मूल्य मान्यता खडा गऱ्यौँ। त्यो नयाँ मूल्य मान्यता भनेको नेपाली कम्युनिस्ट पार्टी हो। नयाँ मूल्य मान्यता भनेको तारा चुनाव चिन्ह हो। नयाँ मूल्य मान्यता भनेको भ्रष्टाचारको विरुद्धमा उभिने एउटा सङ्कल्प हो।
सुशासन र आर्थिक उन्नति र समृद्धिप्रतिको हाम्रो दृढ प्रतिबद्धता र सङ्कल्प हो। यस कारण हामी नयाँ भएका छौँ, नयाँ दल नयाँ पार्टीको रूपमा हामी मतदातासँग गएका छौँ। यस अर्थमा हामी तपाईँ सुर्खेत क्षेत्र नम्बर 2 जित्दै गर्दाखेरि तपाईँको चुनावी एजेन्डाहरू थुप्रै होलान् होइन, विशेष तपाईँ 1, 2, 3 म यो क्षेत्रमा मात्रै मेरो फोकस रहनेछ, यसलाई चाहिँ मैले परिवर्तन गरेँ भने साँच्चीकै सुर्खेत क्षेत्र नम्बर 2 परिवर्तन हुनेछ भन्ने के छ त्यस्तो खास? नम्बर 1 म आइटी मार्फत, आइटी रेभोल्युसन मार्फत शिक्षामा क्रान्ति ल्याउन चाहन्छु। त्यो मेरो व्यक्तिगत कुरा होइन, हाम्रो प्रतिबद्धता पत्रमा मैले उल्लेख पनि गरेको छु। हामी आइटी मार्फत, इन्टरनेट टेक्नोलोजी मार्फत हामी रेभोल्युसन ल्याउन चाहन्छौँ। त्यसमा नीतिगत रूपमा सरकारले वाइफाई फ्री गर्नुपर्छ या 3G 4G 5G सेवा जुन छ इन्टरनेट सेवा निःशुल्क गर्नुपर्छ भन्ने हाम्रो नारा पनि रहेको छ र त्यसको लागि पहल गर्छु। नम्बर 1। दोस्रो कुरा, स्वास्थ्य सेवा पनि गुणस्तरीय स्वास्थ्य सेवा तलसम्म आम जनताको पहुँचसम्म पुर्याउन सकिन्छ र त्यसमा लाग्नुपर्छ। मैले शिक्षामा जोड्न चाहेँ, प्रत्येक पालिकामा आइटी कलेजहरू स्थापना गरेर युवाहरूलाई रोजगारीका निम्ति सक्षम बनाउने अभियान सञ्चालन हुनेछ। दोस्रो कुरा। तेस्रो कुरा के छ भने अव्यवस्थित सहर छ, हाम्रो प्रदेशको राजधानी भनेर भनिन्छ, अव्यवस्थित छ। यहाँ सुकुम्बासीको समस्या छ, यहाँ अव्यवस्थित बसोबासको समस्या छ, सडकको समस्या छ, खानेपानीको समस्या छ। खानेपानीले प्रदेशको राजधानी काकाकुल बन्ने स्थिति छ, विद्युतको समस्या छ, विद्युतको सहज आपूर्तिको समस्या छ भने पश्चिमतिर हेऱ्यो भने त दूरदराजको स्थिति छ, भयानक पीडादायक स्थिति छ। तिनलाई समेत जोडेर हामीले भौतिक पूर्वाधारमा विकास गर्ने, खानेपानी, सिँचाइ, पूर्वाधार लगायतका कुराहरूमा हामीले विकास गर्ने सोच र योजना बनाएका छौँ। त्यसमा पूर्व पश्चिम सडक सञ्जालले जोड्छ र सँगै उत्तर दक्षिण सडक सञ्जालले जोडेर त्यसलाई विकास गर्ने कुरा छ भने हामीले ठुला हाइड्रो पावर, चौकुने सिमेन्ट उद्योग लगायतका सिमेन्ट उद्योगहरू। तपाईँले चौकुने सिमेन्ट उद्योगको कुरा गरिहाल्नुभयो। म जन्मेको थिएन होला सायद त्यो चौकुने सिमेन्ट उद्योगको कुरा चलिरहेको थियो। अब म 25-26 वर्षको उमेर भयो, मेरो बा बुढिने अवस्था भयो, सायद मेरो बा जन्मिनुभन्दा अगाडि नै त्यो थियो होला जस्तो लाग्छ होइन। अब त्यसलाई तपाईँले चाहिँ द्रुत गतिमा म मेरै कार्यकालमा चाहिँ यसलाई सम्पन्न गर्छु अथवा सम्पन्न नगरे पनि यसलाई सुचारू गर्छु भन्ने त्यस्तो ठोस तपाईँसँग के छ त्यस्तो? होइन, उद्योग र पूर्वाधारका लागि निजी क्षेत्रसँग राज्यले सहकार्य गर्नुपर्छ। राज्यको यो आधारभूत नीति त हुँदै हो, तर त्यो नीतिलाई समन्वय गर्ने, समन्वयकारी भूमिका निर्वाह गर्ने जनप्रतिनिधि चाहिन्छ, त्यो आवश्यक छ। मैले त्यो सम्भावना, त्यो भूमिका देखेको छु। त्यस कारणले गर्दा चौकुने सिमेन्ट उद्योग सुरुवात गर्दाखेरि उद्योग स्थापना गर्ने ठाउँसम्म जाने सडकको स्थिति के छ त्यो बनाउनु पर्ने होला, बिजुली पुर्याउनु पर्ने होला। यो सामान्य 33 kV प्रसारण लाइनले त्यो उद्योग चल्दैन। त्यहाँ पुग्ने पर्याप्त मात्रामा विद्युत आपूर्ति गर्न सक्छ कि सक्दैन राज्यले? आजसम्म राज्य त्यो दिशातर्फ केन्द्रित भएन। म राज्यलाई त्यो दिशातर्फ उद्योग सञ्चालन गर्ने, वातावरण निर्माण गर्ने दिशातर्फ राज्यको ध्यान केन्द्रित गर्ने भूमिकामा मैले आफ्नो भूमिका पुरा गर्न सकिन्छ भन्ने विश्वास गरेको छु। तपाईँले आइटीको कुरा गर्नुभएको थियो है। चौकुने गाउँपालिकाको म एउटा त्यो पालिकाभित्र बस्ने म जनसमुदाय अथवा पब्लिक भएको आधारमा म घर जाने हो भने मैले मेरो आफ्नो अफिसियली काम त्यसरी गर्न पाउन कारण नेटवर्क होइन, नेटवर्क समस्या छ। साँच्चीकै त्यहाँ सम्भावना छ त आइटी पढाउने? आइटी पढाउने सम्भावना छ, मजाले सम्भावना छ। राज्यले जस्तो 4G सेवा त अहिले दिएको छ, यसलाई अपग्रेड गरेर 5G सेवामा लैजान सकिन्छ भने राज्यले निःशुल्क इन्टरनेट सुविधा प्रदान गर्दाखेरि चौकुनेकामा मात्रै होइन, विकट बस्तीहरूमा समेत आधारभूत हिसाबले इन्टरनेट टेक्नोलोजी सम्बन्धी शिक्षा हासिल गर्न सकिन्छ, त्यो शिक्षा प्रदान गर्न सकिन्छ। त्यसका लागि राज्यलाई अलिकति त्यो दिशातर्फ ध्यान केन्द्रित गर्न सकिन्छ र सक्नुपर्छ भन्ने मलाई लाग्छ। अब हामी अन्त्यतिर छौँ। तपाईँलाई अन्तिममा एउटा प्रश्न गर्छु। भदौ 23 र 24 गतेको आन्दोलनलाई मान्छे अझ पुराना पार्टीहरूका केही नेताहरूले चाहिँ आतङ्ककारीको रूपमा पनि हेरेका छन्। त्यो 23 र 24 गते भएको घटनालाई तपाईँको नजर, तपाईँको आफ्नो भित्र अन्तरात्माले कुन रूपमा हेरेको? होइन, त्यो जेनजी विद्रोह भनेर मैले भन्ने गरेको छु। जेनजी विद्रोहको पृष्ठभूमि र दोषीहरूको ग्राउन्ड खोजी गर्यो भने तत्कालीन दुई ठुला दल, आफूलाई 2/3 घमण्ड गर्ने दुई ठुला दलको एउटा नालायकीपन, राज्य सञ्चालनमा उनीहरूको नालायकीपनको परिणाम जेनजी विद्रोहको ग्राउन्ड हो भन्ने लाग्छ। दोस्रो कुरा के भनेर भन्दाखेरि भ्रष्टाचार, अनियमितता, कुशासन
ले आक्रान्त नेपाली जनताको आवाजलाई नौजवान युवाहरूले सङ्गठित ढङ्गले त्यहाँ शान्तिपूर्ण विद्रोह गरेका थिए। त्यो विद्रोहमाथि भएको बर्बर र नृशंस दमनको प्रतिफल जेन्जी विद्रोह भयो र 24 गतेको घटनामा जुन घुसपैठको कुरा छ त्यो कुरा छानबिन गर्नुपर्छ। तर त्यो मूल कुरा हो जस्तो मलाई लाग्दैन। मूल कुरा नेपाली जनताले परिवर्तन चाहेका थिए, त्यो परिवर्तनलाई तपाईँको सरल हेर्दाखेरि जेन्जी आन्दोलन भ्रष्टाचार विरुद्ध भएको हो, यो चाहिँ असन्तुष्टका कारणले नेपाली जनताले गरेका हुन् भन्ने कुरा आशय यही नै हो। अब तपाईँलाई अर्को एउटा प्रश्न के गरेँ भने तपाईँ समाज सेवा गर्नको लागि तपाईँले धेरै बाटाहरू थिए होइन, जस्तै हरेक कुराहरू छन्, विभिन्न कुरा छ, तपाईँ समाज सेवामा तल्लीन पनि हुनुहुन्छ होइन। किन उम्मेदवारै गरेर अथवा चुनावै लडेर समाजसेवा हुन्छ, अथवा यो चुनाव लडिसकेपछि मैले यो गरेर चाहिँ मेरो समाजसेवा अपुग भयो, अब म चुनाव लडेर जितेर म यो कुरा चाहिँ नयाँ यो चाहिँ परिमाण गर्छु भन्ने के त्यस्तो के मनमा खेलेर तपाईँ उम्मेदवारी हुन्छ? होइन, समाज सेवा गर्नको लागि उम्मेदवारै हुनुपर्छ भन्ने छैन। धेरै बाटाहरू छन्, धेरै विकल्पहरू छन्। एउटा राजनीतिक कर्मीको हिसाबले संसद भएर एउटा जनप्रतिनिधि भएर निर्णायक पहल कदमी गर्दाखेरि समाजको परिवर्तनमा थप योगदान गर्न सकिन्छ भन्ने विश्वास लिएर मैले व्यक्तिगत निर्णय गरेको होइन। म सम्मिलित मेरो पार्टीका जिम्मेवार नेताहरू, कार्यकर्ताहरू र आम तल्लो तहमा रहेर जनताको आकाङ्क्षा बुझेका कार्यकर्ताहरूले समेत एकीकृत रूपमा एक मतका साथ तपाईँ उम्मेदवार बन्नुपर्छ भनेको कारणले गर्दाखेरि यो उम्मेदवारी दिएर मैले सुर्खेती जनताको परिवर्तनको आकाङ्क्षामा केही न केही योगदान गर्न सकिन्छ भन्ने एउटा स्पष्ट भिजन देखेर म यो निर्णय लिन पुगेँ। फेरि कस्तो छ भने कतिपय पार्टीका केही नेताहरूलाई चाहिँ एजेन्डा बिना नयाँलाई गाली गर्ने, नयाँले पुरानोलाई गाली गर्ने यो सिद्धान्त छ क्या अहिले बजारमा, छ्यापछ्याप्ती यही नै छ होइन। तपाईँको पनि सिद्धान्त त्यही गाली गर्ने नै हो कि, अथवा मेरो भिजन चाहिँ यो छ, म कसैलाई गाली गर्दैन, मेरो चाहिँ म यो गर्न सक्छु, म योभन्दा अरू आश्वासन दिन्न भन्ने खालको त्यस्तो कोही छुट्टै एजेन्डाहरू छ? मैले व्यक्तिगत रूपमा गाली गलौजको राजनीति पहिला पनि गरेन, अहिले पनि गरेको छैन। झन् उम्मेदवारी दिइसके पछाडि एउटा उम्मेदवारले अर्को उम्मेदवार या अरूहरूको गाली गरेर समय बर्बाद गर्नुभन्दा आफ्ना स्पष्ट विचार, स्पष्ट दृष्टिकोण, स्पष्ट कार्ययोजनाका साथ यति बेला निराश भएका जनतालाई यो चुनावले पनि के हुन्छ र भनेर निराश भएका जनतालाई चुनाव मार्फत जनताका भावनाहरू केन्द्रित गर्ने, नयाँ आशा जगाउने, विकास, परिवर्तन र समृद्धिका सपनाहरूमा आकर्षित गर्ने र नेपाललाई, सिङ्गो नेपाललाई यो फागुन 21 गते हुने आम निर्वाचन मार्फत हामी नयाँ गर्न सकिन्छ, परम्परागत होइन नयाँ ढङ्गले परिवर्तनको जनताको आकाङ्क्षालाई सम्बोधन गर्न सकिन्छ भन्ने एउटा नयाँ आशा जगाउने गरी हामी जानुपर्छ। त्यसमा म तयार छु र त्यो एजेन्डाका साथ हामी अगाडि बढेका छौँ सुर्खेत क्षेत्र नम्बर 2 मा। अन्तिम प्रश्न दाइ, अब तपाईँसँग पनि समय छैन, अब तपाईँ पनि आफ्नो अभियानमा निस्किनु होला। अब लास्ट एउटा प्रश्न, जस्तै सुर्खेतमा अथवा मलाई सिधै म आफूलाई जोड्छु होइन, मलाई तपाईँलाई मैले भोट गर्नुपर्ने यो कारण अथवा तपाईँको परिवारलाई पनि मलाई नै भोट हाल्नुपर्ने यो कारणले चाहिँ मलाई भोट हाल्नुहोस् भन्ने एउटा तथ्य कारण मलाई देखाइदिनु नि। पहिलो कारण के हुनसक्छ भन्दाखेरि एउटा परिवर्तनको, जनताको परिवर्तनको आन्दोलनमा निरन्तर लागिरहेको, कहिले पनि कुनै किसिमको लोभ, लालच र स्वार्थमा नपरेको एउटा राजनीतिक कर्मी, राजनीतिक अगुवा सुर्खेती जनताले छान्न पाउने एउटा अवसर आएको छ। यस अर्थमा मैले अरू होइनन् भन्न म हुँ भनेर दाबी गर्ने एउटा आधार पुग्छ भन्ने लाग्छ। दोस्रो कुरा, म ग्रामीण विकास सम्बन्धी अध्ययन गरेको छु, गाउँमा बसेको छु र गाउँलाई विकास गर्ने भनेको सहरलाई विकास नगर्ने भनेको होइन, गाउँको विकास गर्ने भनेको देशको अर्थतन्त्रमा योगदान गर्ने कुरा हो भन्ने सिद्धान्तलाई अङ्गीकार गरेको मान्छे। समग्र सुर्खेत क्षेत्र नम्बर 2 को विकास गर्ने भन्ने कुरा केवल सुर्खेत क्षेत्र नम्बर 2 को कुरा मात्रै होइन, सिङ्गो देशलाई विकास गर्ने कुरा हो, राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने कुरा हो। त्यस कारणले गर्दाखेरि मलाई भोट हाल्नुपर्छ भन्ने कुरा हो। अर्को कुरा के पनि छ भनेर भन्दाखेरि यो परिवर्तनको आन्दोलनमा जेन्जी विद्रोह मार्फत नौजवान युवाहरूले जुन बलिदान गर्नुभएको छ 76 जना शहीदहरूले, ती शहीदहरूको 76 जना शहीदहरूको सूची र त्योभन्दा अगाडिको सूची हेऱ्यो भने मेरो आफ्नै दाइ कुलबहादुर मल्ल, कमरेड भीष्मको योगदान त्यसमा जोडिन्छ। मेरो जीवन सङ्गिनी परिवर्तनको आन्दोलनमा मैले गुमाएको भूमिसरा ओली सीमालाई मैले गुमाएको, मैले अहिले जुन वैवाहिक सम्बन्धमा छु मेरो जेठान र साला दुवैजना परिवर्तनको आन्दोलनमा गुम्नु भएको छ। यो हिसाबले पनि, व्यक्तिगत हिसाबले पनि
बलिदानसँग जोडिएको, त्यागसँग जोडिएको, म आफै जनयुद्धको बेलाको घाइते, म आफै धेरै घाइते योद्धाहरूको सपनालाई बोकेर हिँडेको मान्छे, धेरै किसानहरू मजदुरहरूको सपनालाई बोकेर हिँडेको, धेरै नौजवान युवाहरूको परिवर्तनको आकाङ्क्षालाई बोकेर हिँडेको कारणले गर्दा यो आगामी फागुन 21 गते मत प्राप्त गर्ने कुरामा म विश्वस्त छु। दोस्रो कुरा, तेस्रो कुरा के भन्दाखेरि पार्टीगत रूपमा हो नेपाली कम्युनिस्ट पार्टी भनेर हामी एजेन्डा उम्मेदवारको रूपमा नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार बनेर म चुनावी प्रतिस्पर्धामा छु। तर त्यति मात्रै होइन, म सुर्खेती जनताको एउटा अर्गानिक भन्ने हुन्छ नि, अर्गानिक छोरो, गाउँमा जन्मेको, सहरमा पढेको, गाउँ र सहर दुइटै बुझेको। अब भेगिएर क्षेत्रीय कुरा गर्नुहुन्छ भने यो सुर्खेतमा धेरैजना बाहुल्यता दैलेखीहरूको छ, म दैलेखीको छोरो, धेरैजना बाहुल्यता अछामीको छ, म अछामीको भान्जा। त्यस कारणले गर्दाखेरि विचारको हिसाबले म बिपीको प्रजातान्त्रिक समाजवादलाई पनि म राम्रोसँग सम्मान गर्न सक्छु। म मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई नजिकबाट अध्ययन गरेको छु र त्यसको बारेमा तर्क र बहस गर्न सक्छु। यस अर्थमा सुर्खेती जनताले आफ्नो आस्था विचार भन्दा पनि यो परिवर्तनको आकाङ्क्षालाई बोकेको एउटा अगुवा, बोकेको एउटा प्रतिनिधि, जनप्रतिनिधिको रूपमा निर्वाचित गराउनको लागि म तपाईँहरू मार्फत, एलपी जस्ता युवाहरू मार्फत म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद दाइ, तपाईँको बहस छ।